लाग्छ संसारमा म जति भाग्यमानी कोही पनि छैन, किनकि मेरो भाइहरू साथीभन्दा कम छैन। भाइहरूले यतिको गरिदिएपछि अरू साथीको मलाई खाँची भएन। हेलो एभ्रिवान, गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ ल, म पनि सन्चै छु। दिस इज माई फर्स्ट मिनी ब्लग एन्ड डे 1 मिनी ब्लग। आज चाहिँ म बिहान 5 बजी उठेर अलिकति पढे लेखे जस्तो गरेपछि ओछ्यान सोछ्यान मिलाउने तर्फ लागे। ओछ्यान मिलाउँदै थाहा भयो कि ओछ्यान मात्रै मिलाउनु पर्ने होइन, मेरो त थुप्रै कपडाहरू पनि मिलाउनु पर्ने रहेछ। कपडा सपडा मिलाउँदै बल्ल देखेँ कि सिरकको खोल पनि फोहोर भएको रहेछ। फोहोर भएको सिरकको खोललाई खोलेर फ्यालिदिएँ। त्यसपछि सिरकलाई जाडो हुन्छ भनेर तुरुन्तै अर्को सिरकको खोल ल्याएर लगाइदिएँ। लगाउन यति टाइम लाग्यो कि लगभग 10 घन्टा जति लाग्यो होला। सिरकको खोल लगाइसकेपछि 10 वर्षदेखि सफा नगरेको बेड पनि सफा गरेँ। हामी चाहिँ बेड सफा गर्दाखेरि चौरीको पुच्छर युज गर्छौँ। अब अघि नै खोलाएर तातो बनाएको सिरकले काचाकुचुक कुचेर छोडिदिए। यतातिर फेरि अर्को बेड पनि भद्रकोल भएर यसलाई पनि सनक पारिदिइसकेँ। अब हेर्नुहोस् हाम्रो घरदेखि देखिने भ्यू। त्यतातिर मात्र होइन यतातिर पनि हेर्नुहोस्। अन्य चाहिन्छ भने सम्पर्क गर्नु होला। मौरी हालेको 2-4 दिन भयो। यता चाहिँ गमलाको संसारमा रमाउँदैछु म। यदि तपाईँहरू पनि मसँगै रमाउन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला। सम्पर्क गर्नको लागि 98.मा कल गर्नुहोस्। अब यतातिर होइन अर्कोतिर जाम। 1 महिनापछि कपाल कोरेर राम्रै भए। खाजा पाएको कि नै किचनतिर हेर्न कुदे। खाजा होइन किचन चाहिँ भद्रकोल भेटे। खाजालाई गोली मार्दै मेरो बगैँचा सफा गर्न कुदे। के गर्नु साथीहरू, गाह्रो छ। म घरमा नहुँदाखेरि बगैँचाको फुलहरू पनि उखालेर खोलातिर फालिदिनुहुन्छ। नभन्दै चाहिने काम गर्नु, घाँस काट्नु पर्ने चाहिँ भारी घाँस काटेर ल्याउनु भन्दै गृहमन्त्रीज्यू थर्काउँदै आउनुभयो। गृहमन्त्रीज्यूको कुरा काट्न सकिने, त्यही भएर म खुरुखुरु घाँस काट्न हिँडेँ। घाँस काट्दै मैले कसैलाई सम्झेर के एकछिन टोलाएको थिएँ। घाँस काट्न के धनियाँलाई काटिदिएँ। केही छैन, यसलाई लगेर अहिले चिकनसँग फ्राई गर्ने हो। छ्या कस्तो के चेरीबारीमा चोरेको घाँस पनि पुगेन। अलैँची बारीमा थोरै चोर्यो अनि बारी पुग्यो। बारी उठाउनु यति गाह्रो भयो कि बल्ल उठाएर कुदेँ। स्पिडमा कुदेर यहाँ बिसाएँ। त्यसपछि कपडा धुन धारातिर कुदेँ। धारातिर कुद्दाखेरि कपडा धुने मान्छे अघि नै अलरेडी आइसकेको रहेछ। त्यही भएर यतातिर छोडेर अर्कोतिर लागेँ। अब यतातिरको बगैँचा सफा गर्नु निकै टाइम लाग्छ, किनभने तपाईँहरूले यहाँ हेरेरै थाहा पाउनुहुन्छ। यतातिर नाच्दा नागदाजुसँग भेट भयो। नागदाजु र म बिच केही दुश्मनी नभएको कारण आफ्नो बाटो लाग्यौँ। प्रेम भनेको पूर्ण मानिस खोज्नु होइन, अपूर्ण मानिसलाई पूर्ण रूपमा स्वीकार गर्नु हो। साँच्चै नै प्रेम गर्छ भने मेरो रिसलाई पनि अँगाल्न सिक। सधैँ मिठो त निस्किँदैन यो बुकबाट भन्दै गेट उलाउँदै थिएँ। भाइ पनि टुप्लुक्क हेल्प गर्न आइपुगिहाल्यो। त्यसपछि फेरि अघि मेसिनले धुइ नसकेको कपडा धुनलाई कुदेँ। उता म कपडा धुँदै यता भाइ यता र उति कुद्दै। त्यसपछि फेरि म यता क्यामेरा पछाडिको बगैँचा सफा गर्न बसेँ। बल्लैले बगैँचा सफा गरिसकेँ। अब फेरि घर अगाडिको बगैँचा सफा गर्न कुदेँ। कति झार पनि छ्या। अब त के बगैँचा सफा गर्नु भनेर फोन हेर्न बसेँ। त्यसपछि फोन होइन बेड चाहिँ हेर्नु पर्यो भनेर यतातिर कुदेँ। यो चाहिँ मेरै कारणले हो, बिहान पनि बेलुकीको खाना खानु परेको। अब थालसाल जिगेर टन्न दिने हो। खाएल त्यो पनि खाएल। भाइको डान्स खतरा छ नि। फेरि मम्मीले मासु पनि टक्राइदिनु भयो। फोनको चार्ज सिधै बेलुकी भेटौँ ल। फाइनल्ली आइपुग्यो लुथ्रोकै बेचेर। यस्तै हो साथै, घाम पानी भन्न पाइँदैन, गाउँघरमा काम गर्नै पर्छ। हामी चाहिँ घाँस काट्नु गएर भर्खरै आएको। मम्मी र भाइ चाहिँ निम्तमा नजान रेडी हुनुभयो। मम्मी र भाइ सँगसँगै म पनि गएँ ल। अब नेक्स्ट वारमा भेट्नुपर्छ। ओके, बाई बाई।